आज चाहिँ म तपाईहरुलाई यो नेपालीको बारेमा चाहिँ भन्दिनँ, किनभने म नेपालीको बारेमा जुन दिन आवश्यक पर्छ त्यही दिन तपाईहरुलाई म जानकारी दिनेछु, आवश्यक जानकारी दिनेछु। आज म तपाईहरुलाई इंग्लिश ह्यान्डराइटिङको बारेमा जानकारी दिनेछु। सो नेपाली ह्यान्डराइटिङको बारेमा पनि म तपाईहरुलाई जानकारी गराउँछु, तर आज चाहिँ भने म तपाईहरुलाई इंग्लिश ह्यान्डराइटिङको बारेमा जानकारी दिँदैछु। इंग्लिश मात्रै हाम्रो चाहिँ कति टाइप्सको हुन्छ अरे? देयर आर 2 टाइप्स। यस, एउटा हुन्छ क्यापिटल लेटर अनि अर्को हुन्छ स्मल लेटर। यो क्यापिटल लेटरको चाहिँ कुनै पनि प्रकारको टाइप्स हुँदैन, तर यो स्मल लेटरको भने टाइप्स हुन्छ। देयर आर 3 टाइप्स अफ स्मल लेटर। एउटा अप्पर लेटर हुन्छ, अर्को मिडल लेटर हुन्छ अनि अर्को हुन्छ लोअर लेटर। अब यहाँ हेर्नुस्, सबैभन्दा सुरुमा म तपाईहरुलाई अप्पर लेटरको बारेमा जानकारी दिँदैछु। अप्पर लेटरले जम्मा 3 वटा लाइन मात्र छुनु पर्यो है। कतिवटा? 3। अप्पर लेटरका लेटरहरुले 3 वटा लाइन छोएका हुन्छन्। तर हाम्रो ह्यान्डराइटिङ चाहिँ कहाँ बिग्रिन्छ त अब भन्दा, यदि अप्पर लेटरका लेटरले माथिको 3 वटा लाइन छोएन, हेर्नुस् है, छोयो त? छोएन र छोएर यसरी तलमाथि गयो भने हाम्रो ह्यान्डराइटिङ यहाँबाट बिग्रिन सुरु गर्छ। एउटा हाम्रो ह्यान्डराइटिङ बिग्रिने एउटा कारण भनेको अप्पर लेटरका लेटरले माथिको 3 वटा लाइन नछुनु अथवा छोएर तलमाथि जानु हाम्रो ह्यान्डराइटिङ बिग्रिने प्रमुख एउटा कारण। यहाँ हेर्नुस्, मिडल लेटर भनेको चाहिँ यो बीचको 2 वटा लाइन छुने लेटरहरु। तर मिडल लेटरका लेटरले यदि यो बीचको 2 वटा लाइन छोएनन् भने के भयो? तर बीचको 2 वटा लाइन छोएन भने पनि मिस्टेक भयो, छोएर तलमाथि गयो भने पनि मिस्टेक भयो। जस्ट 2 लाइन मात्रै छोएको हुनुपर्ने रहेछ लेटरले, हो। लोअर लेटरले पनि 3 वटा लाइन छुन्छ, तर यसरी मुनिको 3 वटा लाइन छुन्छ क्या लोअर लेटरले चाहिँ। यहाँ हेर्नुस् त, मुनिको 3 वटा लाइन सम्म छुने लेटरलाई चाहिँ के भनिने रहेछ? गुड। माथिको टपको रेड लाइनबाट मुनिको 3 वटा लाइन सम्म छुने लेटरलाई अप्पर लेटर, बीचको 2 वटा लाइन सम्म छुने लेटरलाई मिडल लेटर र मुनिको 3 वटा लाइन मात्र छुने लेटरलाई के भनिने रहेछ? लोअर लेटर। सो फर्स्टमा चाहिँ हामीले यो ह्यान्डराइटिङको यो बेसिक रुल्सलाई नबुझिकन चाहिँ ह्यान्डराइटिङ बुझ्न सकिँदैन थियो, हो। ह्यान्डराइटिङ बुझ्न सकिँदैन थियो। तपाईले यो बेसिक रुल्सलाई बुझिसकेपछि अब म तपाईहरुलाई के गर्छु, ह्यान्डराइटिङको मेन स्ट्रक्चर अन्तर्गत रहेर केही ग्रुपहरु छन्, ती ग्रुपहरुको बारेमा म तपाईलाई जानकारी गराउँछु। अब तपाईले नि यताको यो बेसिक रुल्सको बारेमा जानकारी राखेपछि हामीले यो 3S को बारेमा पनि जानकारी राख्नुपर्ने हुन्छ। भनेको चाहिँ यो एउटा स्पेसको एउटा यो टाइप्सहरु हुन्छ। देयर आर 2 टाइप्स अफ स्पेस, हो। एउटा लेटर टु एउटा लेटर हुन्छ अनि अर्को एउटा वर्ड टु वर्ड हुन्छ। फर्स्टली तपाईहरुलाई म यो स्पेसको बारेमा जानकारी दिन्छु ल। यहाँ हेर्नुस् है, स्पेस भनेको जम्मा 2 वटा प्रकारका हुँदा रहेछन्। देयर आर 2 टाइप्स अफ स्पेस, जसमध्ये एउटा भनेको लेटरबाट अर्को लेटरमा जाने स्पेस अनि अर्को भनेको एउटा वर्डबाट अर्को वर्डमा जाने स्पेस। एस र ए। यहाँ हेर्नुस्, एस र ए, यो एस पनि एउटा लेटर हो, ध्यान दिनुस् ल। अनि यो ए पनि के हो? एउटा लेटर। एस पनि एउटा लेटर हो अनि ए पनि एउटा लेटर हो भने यो बीचको के हो? स्पेस। गुड। यो भनेको चाहिँ एउटा लेटरबाट अर्को लेटरमा जाने स्पेस हो। यो एउटा लेटरबाट अर्को लेटरमा जाने स्पेस कति हुनु पर्यो भन्दा एकदमै नजिक, तर एकले अर्को लेटरलाई टच गरेको हुनु भएन। एकदम नजिक तर एकले अर्को लेटरलाई के गर्नु भएन? टच गरेको हुनु भएन। एउटा वर्डबाट अर्को वर्डमा जाने स्पेस भनेको अगाडि हामीले जत्रो लेटर लेख्दै छौं त्यत्रै के हुनु पर्यो? ठ्याक्कै एउटा मात्रै लेटर हट्ने हुनुपर्छ। र एउटा लेटरबाट अर्को लेटरमा जाने स्पेस एकदम नजिक, तर एकले अर्को लेटरलाई कतै पनि टच गरेको हुनु भएन। सो यति कुराको बारेमा पनि तपाईलाई मैले जानकारी गराए। यति कुराको बारेमा पनि तपाईले जानकारी राख्नुस्।